नमस्कार छ। म छु अहिले उर्लाबारी नगरपालिकाले डेमोन्स्ट्रेसन गरेको शून्य खन्जोतको मकैबारीमा। मकै हेर्नुहोस् त, बाँझोमा रोपेको मकै यति ठुलो छ र पाकिसक्यो। दाइ यसलाई यो घोगा देखाइदिनु त दाइ, कस्तो रहेछ, कतिको फलेको रहेछ। र हाम्रो दाइले देखाउँदै हुनुहुन्छ यहाँ घोगा। ल यति मजाको घोगा छ, ल हेर्नुहोस् त। र साथसाथै डबल घोगा पनि फलेको छ यसरी। यति राम्रो मकै फलेको छ। के छ दाइ, अलिकति भनिदिनु न यो बारे। नमस्कार, धन्यवाद। उर्लाबारी नगरपालिका वडा नम्बर 6 मेरो घर हो। यो नगरपालिका कृषि शाखाले 2082 साल मङ्सिर 28 गते डेमो कार्यक्रमका लागि सम्पूर्ण खर्च उसैको। यो हेर्ने काम चाहिँ जनज्योति कृषक समूहको थियो, त्यसको अध्यक्ष म हुँ। हामीले यो नगरपालिकाभरि 60 ठाउँ लगाएका थियौँ। 60 ठाउँमा अरू काम गर्ने उपभोक्ताहरूले अलिक त्यति राम्रो गर्नु भएन जस्तो लाग्यो। यहाँ चाहिँ 5 कट्ठामा गरेका छौँ। मकै एकदम राम्रो छ। हिजो अस्ति यो क्रप कटिङ भन्छ, यो यसो 15 फिट यसो 5 फिट गर्दाखेरि तपाईँको दुईटा यहाँको दुईटा त्यहाँको दुईटा परतिर गएर 6 वटा लिँदाखेरि 1070 ग्राम मकै भयो। मोइस्चराइजमा चाहिँ तपाईँको 20-22 आएको, त्यो चिसोपना 20-22। अब मकै त सुकिसकेको छ। तपाईँहरू हेर्न चाहनुहुन्छ भने यो उर्लाबारी नगरपालिका वडा नम्बर 6 मा आएर हेर्न सक्नुहुन्छ। मेरो टेलिफोन नम्बर 98 421 30 756 छ। हजुर, जनज्योति कृषक समूहको अध्यक्ष। यो क्रप कटाइबाट चाहिँ लगभग 1 बिघामा 100 मन क्रसको 100 मन क्रस भइसकेको छ। ल यसरी फलेको छ भाँजोमा रोपेको मकै। हजुरहरू पनि यो प्रविधि अपनाउनुहोस्, आगामी साल पनि आउनेछ र लागत घटाउँ, आम्दानी बढाउँ, यही भन्न चाहन्छु। हस्, अरू के छ दाइ? अरू जय किसान। हस्।